अब यहाँले जुन मिति तोक्नुभयो 4 दिनभित्र त यहाँले उद्घाटन समारोह नै गर्नुपर्छ होइन? यो भने कङ्ग्रेस फुटाउने बीजारोपण गर्नु कङ्ग्रेस फुट्दैन, कङ्ग्रेस भने एकता हुन्छ, बलियो भएर कङ्ग्रेस जान्छ। सभापति शेरबहादुर देउवा उद्घाटन समारोहमा सभापतित्व ग्रहण गर्न आउनुहुन्छ? मलाई विश्वास छ हाम्रो पार्टी आदरणीय सभापति शेरबहादुर देउवाले भोलिभित्र पार्टी केन्द्रीय समितिले नै आह्वान गर्छ भन्नेमा हामी विश्वस्त छौँ। नभए पार्टी सभापतिले अन्त कार्यवाहक सभापतिको चेयरमा चाहिँ मिटिङ भइरहेको छ नि त होइन र? पार्टी सभापतिको मात्र भएको छैन। पार्टी सभापति आफैले उहाँ पनि एउटा किशुनजीको त अनुयायी हो नि त। किशुनजीले जसरी 51 सालमा देख्नु भएको छ पार्टीले एक बनाउने कुरा गर्नु, त्यसरी नै आखिरमा शेरबहादुर त आउटगोइङ हो नि त, उमेरले, जिम्मेवारीले, विधानले हो नि त। त्यसैले मलाई विश्वास छ आदरणीय पार्टी सभापति यही काङ्ग्रेस पार्टीमा रगत पसिना जेल बसेर बनेको 2 पटक पार्टी सभापति हुनुभएको शेरबहादुरले काङ्ग्रेसलाई एक बनाउनलाई अति माथि उठेर तल माथि दायाँ बायाँ कसैको नहेरिकन पार्टीले एक बनाउने ढङ्गले एकताको विशेष महाधिवेशन आह्वान गर्नुहुन्छ र त्यसको चेयर आफै गर्नुहुन्छ र उद्घाटन गर्नुहुन्छ भन्ने म विश्वस्त छु। र त्यति मात्रै भएन, विश्वस्त छु हामी विशेष अभियानको तर्फबाट हामीले हल समयमा अन्तिममा नपाइएला भनेर, किनभने 90 दिनभित्र हामीले के गर्नुपर्छ, विशेष महाधिवेशन गरिसक्नुपर्छ। हल नपाइन सक्छ किनभने हाम्रो 47 से 30 जना हाम्रो महाधिवेशन प्रतिनिधि छन्। एक घण्टाको लागि हामीले भिकुटी मण्डपमा हामीले हल पनि 2 दिनको एकैछिन उहाँले जुन कुरा गर्नुभयो नि, सभापतिले त्यो आह्वान गर्नुहुन्छ, सभापतिकै सभापतित्वमा विशेष महाधिवेशन सम्पन्न हुन्छ। यदि भएन र उहाँहरूले अधिवेशन आह्वान गर्नुभयो भने के संस्थापनले अनुशासन आयोगले उहाँहरूका प्रति कारबाही गर्छ? अब म यो देखिरहेको छैन। यो सभापति गएर त्यहाँ सामेल भएर विशेष अधिवेशन गराउनुहुन्छ भन्ने म देखिरहेको छैन, किनभने त्यो खालको प्रक्रियामा नि हामी गएका छैनौँ।